चिनीमाया तिम्रो त नाम मात्र गुलियो काम त जे गर्दा पनि तितो न तितो गर्छौ खाली ढंग छैन भनेको हेलो एभ्रीवन वेलकम टु माई 2 बट्टा चाउचाउ हसुर्ने भ्लग सुपर एक्सपाइसी भनेर लेखिएको छ हेरौँ है त कतिको पिरो हुन्छ भनेको त 1 रुपैयाँको छैन के ढंग त आज चाहिँ धनी स्टाइलमा खाँदै छु चपस्टिकले अच्छा चाख्दाखेरि चाहिँ मिठै छ अब खाएर हेरौँ खाएपछि थाहा हुन्छ यो चाहिँ मेरो फर्स्ट ट्राई हो यो भन्दा मैले अगाडि यो चाउचाउ खाएको छैन 1 2 3 सरप्राइज यो दुईटा अंडा तिम्रो लागि नौ मेरै लागि अबे साले कौन है ये लोग कहाँ से आते हैं अब ढिला नगरी खाऊ है त खाएला मैले चपस्टिक प्रयोग गरेको फर द फर्स्ट टाइम हो यो भन्दा अगाडि मैले कहिले पनि चपस्टिकले खानेकुरा खाएको छैन त्यही भएर अंडा पनि सुरुमै घोचेर खाइदिएको मैले यो चपस्टिकले चाउचाउ खान सक्छु कि सक्दिन मलाई पनि थाहा छैन क्या मलाई यो अंडा भन्ने जन्तु पहिला मनै पर्दैन थियो कि आजकल यो अंडा जन्तु कति मन परेको हो र पहिला पहिला त मलाई यसको गन्ध त क्लिन थाङासी गर्थ्यो के कतै यो भैँसी हुने लक्षण त होइन म चाहिँ कस्तो छु भने देखासिकी गर्नुपर्ने कि अर्काको देखासिकी अब आफूलाई खान आउँदैन मान्छेले चपस्टिकले खाएको देखेर आफूले पनि खानुपर्ने यस्तो पनि हुन्छ धन्न यो चाउचाउ लामो भएको भएर चपस्टिकमा आइराको मात्र हो नत्र त यो रिठे चपस्टिकले कसले खान्छ भनेर फुत्त फालेर हातैले ग्वाम ग्वाम बजाइसक्थे मैले वाह चाउचाउ चाहिँ एकदम मिठो रहेछ मलाई चाहिँ मिठो लाग्यो गुड लिटरली मेरो फेसको रियाक्सन देख्न सक्नुहुन्छ के यो चपस्टिकले चाउचाउ खान नसकेर कम त तनाव भएको छ मलाई उरी बाबा यसरी डब्बाको चाउचाउ चपस्टिकले ग्वाम 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 खाने मेरो 20 सालको तजुर्बा थियो त्यो पनि आज मैले पूरा गरेर छाडे त्यति ठुलो सपना त होइन तर जस विदेश गए भने यो डिब्बावाला चाउचाउ चाहिँ एकचोटि ट्राई गर्छु भन्ने चाहिँ सोच थियो के मेरो विदेश त खुलित्तै भइहाल्यो म गरिब पनि यति गरिब छु कि बिग मार्टतिर म कहिले पनि जाँदैन थियो कि सामान महँगो हुन्छ भनेर त्यही भएर यो चाउचाउ नेपालमा पाउँछ भनेर मलाई थाहा नै थिएन कसम भनेको देख्यौ मैले भनेको होइन मेरो ढङ्ग 1 रुपैयाँको छैन भनेर देख्यौ नि होइन बिगार्दिन आज त एकदम राम्रो बनाउँछु भन्दा भन्दै बिग्रिहाल्छ कि बिग्रिहाल्छ यो स्याठा कपालले पनि कति रिस उठाउँछ हौ सुरुमा खाएको चाउचाउ पनि मिठो थियो तर यसमा चाहिँ अझ बढी खुर्सानी भएको भएर मलाई चाहिँ यो चाहिँ बेस्ट लाग्यो के किनभने म खुर्सानीको रानी हो नि त फर्स्ट एन्ड लास्ट ट्राई होला कि मेरो यो चपस्टिकले खानेको र खाने मलाई त पुगिसक्यो यो चपस्टिक तात कसरी खान्छ होला मान्छेहरूले खाएको देख्दा त कस्तो राम्रो स्वर्ल्याप खाएको देख्छु त हौ मलाई चाहिँ कति गाह्रो भएको र लिटरली हातले खाएको भए 2 गाँसको छ के यो चाउचाउ हातले खाएको भए यतिखेर सकिसक्थ्यो पछि पनि सक्थ्यो मलाई चाहिँ पिरो नुन टक्क लागेको मन पर्छ के त्यही भएर करेन्ट चाउचाउ नै बेस्ट लाग्यो के मलाई यो चाउचाउहरु भन्दा देख्दाखेरि चाहिँ चाउचाउको कलर सेतो सेतो देखिएको छ खासै मिठो देखिएको छैन तर खाँदाखेरि चाहिँ एकदम मिठो छ है यो चाउचाउ एकचोटि ट्राई गरी हेर्नु होला मार्टको म्यामले यो कालो चाहिँ अलि धेरै पिरो छ भनेर पठाउनु भएको थियो तर मलाई पिरो नै लागेन कि अलिअलि पिरो हो कि भन्ने जस्तो मात्र लागेको छ लिटरली मेरो फेसको रियाक्सन देख्न सक्नुहुन्छ के मलाई त्यस्तो पिरो भएको जस्तो केही रियाक्सनै छैन के मेरो मुखमा पिरो भएको छैन तर मेरो नाक दाजु चाहिँ रोइरहनु भएको छ के भएको होला यस्तो ए खानाको धुनमा मैले त यो चाउचाउ कुन फ्लेभरको भन्न पनि बिर्सेछ यो चाहिँ मसरुम फ्लेभर रहेछ यु क्यान सी हियर स्याठा लोभी कम्पनीहरूले मसरुम त धेरै त राखेको छैन रहेछ जम्मा 2-3 दाना मात्र रहेछ गजब बेइज्जती है फेरि पनि यु क्यान सी माई ढंग यही नहीं अभी और सुनिए अबे जल्दी बोल ढंग नभए पनि बल्ल तल्ल सकाए ऊपर वाले उठालेर देवा ल थ्याङ्क यू फर वाचिङ एभ्रीवन लभ यू बाई बाई